गंगू भाइ लगायत 100 जना युवा भाइहरूले पार्टी प्रवेश गर्नुभएको छ। म तपाईहरुलाई स्वागत तथा अभिवादन पनि व्यक्त गर्न चाहन्छु। आजको दिनमा म विगतमा डोटी जिल्लाबाट लगातार 3 पटक म निर्वाचित भएको थिएँ। 2070 साल, 74 साल, 79 साल। एउटा जनजातिको छोरो जसको जनसङ्ख्या डोटीमा 2% पनि छैन, तर त्यहाँका आदरणीय ब्राह्मण, क्षेत्री, दलित, ठकुरी, महिला दिदीबहिनीहरूको अपार माया आशीर्वाद पाएर म 3 पटक लगातार अहिले मेरो पार्टी नेपाली कम्युनिस्ट पार्टीले मलाई कैलाली क्षेत्र नम्बर 5 को सुन्दर नगरी धनगढीमा उम्मेदवार बनाएर तपाईहरुको माझमा पठाएको छ। आदरणीय साथीहरू, म यहाँ के भन्न चाहन्छु भन्दा विगतमा चाहे त्यो विकास निर्माणको काम होस्, चाहे सुशासनको कुरा होस्, चाहे भ्रष्टाचारको अन्त होस्, त्यसमा मैले चाहिने संसदबाट आवाज उठाएको छु। मैले सार्वजनिक लेखा समितिबाट आवाज उठाएको छु। मैले विभिन्न सार्वजनिक मिडियाबाट मैले चाहिने स्पष्ट रूपमा आफ्ना विचारहरू राखेको छु। त्यो भएको हुनाले तपाईहरुलाई थाहा छ, पोखरा एयरपोर्टमा 15 अरबको एयरपोर्टलाई 22 अरबमा ठेक्का दिएर 7 अरब विगतका यी नालायक सरकारहरूले 7 अरब सिधा भ्रष्टाचार गरेका छन्। त्यसको खिलाफमा मैले संसदमा आवाज उठाएको छु। त्यसको खिलाफमा मैले सार्वजनिक लेखा समितिमा आवाज उठाएको छु। तर विगतका शासकहरूले त्यसलाई वास्ता गरेन। मैले पटक संसदमा आवाज उठाउँदा, मैले पटक सार्वजनिक मिडियामा आफ्ना धारणा राख्दाखेरि सरकारले सुनेन। तर जेनजी भाइ बहिनीहरूले त्यो कुरा सुन्नुभयो, बुझ्नुभयो, आन्दोलन गर्नुभयो। त्यो आन्दोलनले आदि भेरी सिर्जना गर्यो। आदि सिर्जना गरेर ती भ्रष्टहरू अहिले हेलिकप्टरबाट भाग्न पनि बाध्य भएको कुरा तपाईँ हामी सबैलाई जाहेर छ। यो कुनै 9 क्लास, 10 क्लास, 11 क्लास, 12 क्लासको किताबमा थिएन। यसलाई बुलन्द रूपमा आवाज उठाउने भनेको तपाईहरुको प्रतिनिधि प्रेमाले उठाएको आवाज हो। हरेक नेताको बेडरुमसम्म पुग्ने हैसियत भएको ठुलो माछा आज कटघरामा छ, जेलमा छ। त्यस्ता थुप्रै भ्रष्टहरूलाई जेल हाल्न बाँकी छ। आज हामी